आज हामी हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थल देवघाटमा आइपुगेका छौँ। यो समुद्री सतहबाट 200 देखि 575 मिटर उचाइमा रहेको छ। त्रिशुली नदी र कालीगण्डकी नदीको सङ्गम स्थल हो देवघाट। धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण देवघाट धाम आध्यात्मिक र शान्ति ज्ञानको लागि पनि अति महत्त्वपूर्ण क्षेत्र मानिन्छ। हामी यहाँ मङ्सिर महिनामा आइपुगेका छौँ, त्यस कारणले अलिक कम भिडभाड देख्न सक्छौँ। यस ठाउँमा माघे सङ्क्रान्तिको दिन स्नान गर्नेहरूको ठुलो भिड देख्न सकिन्छ। उक्त बोटबाट वारपार गरे बापत एकजना बराबर 100 रुपैयाँ पैसा तिर्नुपर्ने हुन्छ। नदी पारी मन्दिर रहेको छ र मन्दिरमा जानका लागि बोटको पनि व्यवस्था गरिएको छ। साथीहरूलाई कुरेर बस्ने क्रममा मैले त्यहाँका एकजना कर्मचारीसँग छोटो इन्टरभ्यू लिने अवसर पाएँ, जुन जस्ताको तस्तै यहाँहरूलाई सुनाउन गइरहेकी छु। बाहिर हुनुहुन्थ्यो? कति महिना भयो यहाँ गर्नुभएको? म यहाँ धेर भएन, 1 महिना भयो। ए 1 महिना मात्रै? आगो पनि म 5 महिना भयो। धेरै त भएर अब जानुहुन्न विदेश? अब जाने अर्को वर्ष। फेरि अर्कोले यो चाहिँ नि रिन्यू गर्ने। वहाँ
गएर गर्नु भन्दा कुन देश जानुभएको थियो म दुबई। ए दुबई अनि यहाँ पनि त राम्रै होला नि त नि ठिकै छ छनालाई ठिकै भन्नुपर्छ तर अलिकति त्यो चाहिँ हो त्यो त हो अब बाहिरको पैसा सेभ हुन्छ होइन सेभिङ हुन्छ सेभ बाहिर जस्तो यतातिर हुँदैन त्यो त हो बसाइ चाहिँ कहाँनिर यहाँ मेरो यहीँ माथि नै ए आफ्नो घर। म त पहिलोचोटि यहाँ आएँ होइन यस्तो रहेछ सुन्न त कति सुनेको थिएँ कि देवघाट भनेर होइन, ठिक छ देवघाट भन्ने ठाउँ अलिकति धार्मिक ठाउँ हो हो नि त माछा मासु यता एलाउड छैन म त पुरै भेज परेँ झन् मलाई त राम्रो तर के गर्नु जुठो परेको हुनाले पूजा गर्न जानु पाइनँ यस्तो लक मिलेको थियो जानलाई त मिल्छ घुम्न यताउता गर्न डर डर लाग्यो न त म जस्तो जुठो पर्नेहरू जाँदैनन् कि पारी जस्तो लाग्यो ए अनि डरले मेरो मनले नै मानेन कि मन्दिर चाहिँ जाँदैन हजुर हजुर घुम्न यताउता गर्नलाई त मेरै घरमा अब माछा मासु चल्दैन म हामी बाहिर बाहिर मात्रै ए हजुर हजुर त्यो त अब खान मन लाग्नेले खाँदा ठिकै छ होइन अब इच्छा नलाग्नेले नखाँदा ठिकै छ त्यो शान्त चाहिँ शान्त यो हुन्छ नि असार साउनमा यो कहाँसम्म आइपुग्छ पानी असार साउनमा त अहिले उता भन्छ कि यहाँसम्म आइपुग्छ होला होइन त बर्खामा त फेरि माथिसम्म हुन्छ त्यहाँ माथिसम्म नै पुग्छ यो पानी सेकेन्ड फ्लोरको भनेपछि त राम 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 अहिले यस्तो त्यहाँसम्म पुग्ने भनेपछि त अति रहेछ नि ल ठुलै आउने रहेछ नि त पानी यहाँबाट त्यहाँसम्म भनेपछि त माइ गॉड बोटिङ गरेर बोटिङ गरेर उठेको पैसा त के गर्नुहुन्छ मतलब आफ्नो पर्सनल व्यक्तिको हो यो बोट व्यक्तिको हामीलाई ठेक्का लिने हो ठेक्का अनुसार वर्ष वर्षमा अहिले बिहानदेखि बेलुकासम्म कति हुन्छ एक मुठ यताको र उताको हिसाब गर्ने अनि सबैले पोरा गरेर भनेपछि त त्यो पर्सनल पो रहेछ है बोट त मलाई त लाग्यो यो हुन्छ नि नगरपालिकाकै होला कि जस्तो लाग्यो नगरपालिकाले कहाँ राख्नु फाइदा छ फाइदा त फाइदै हुन्छ कोही बेला अब कोही बेला उयो फाइदै यो एउटै व्यक्तिको हो यो बोट सबै होइन अलग अलग कतिजना जति अब एउटै व्यक्तिको दुईवटा तिनवटा पनि हुन्छ होइन महँगो पर्छ कति जति पर्ला यो बोट यसलाई त 5 लाख यस्तो महँगो हो यो महँगो रहेछ नि भनेपछि कुन चाहिँ यो त्यो पुरानो भइसकेको रहेछ नि त है त्यो त भइसक्यो 11 वर्ष भइसक्यो तर कति वर्षसम्म वर्ष जति खप्छ यो जस्तो त त्यो जस्तो यो खप्दैन त्यो त हेर्दैखेरि अर्कै ओरिजिनल यो रबरको यो त फुटबल भित्रको उयो जस्तै लाग्यो त यो चाहिँ पोलिन्छ नयाँ रहेछ यो पछिबाट भर्खरै हाले जस्तो छ है अनि यसको यो हावा भर्ने यो हो यसलाई चाहिँ के पम्प भन्छ यो हावा भर्ने पम्प हो कत्रो साइकलको भन्दा त कति ठुलो हुने रहेछ अनि यो मान्छेले नै यस्तो गरेर हाल्ने पम्प दिने मान्छेले पम्प दिने अनि गाह्रो छ त एकजनालाई दिन सकिन्छ सकिन्न अनि यो अनि सुन्छ न यो हावा गयो अब भर्ने बेला भयो भने चाहिँ कसरी थाहा पाइन्छ मिटर हुन्छ कि के चेक गर्ने म यहाँ बसेर पनि मलाई धेरै फाइदा भयो तिनीहरू त्यहाँ घुमेर रमाइलो गरे अलिक गिलो गिलो देखिन्छ तर यो चाहिँ नि धेरै भएको छैन होला है यो नयाँ हाले चाहिँ किनभने नयाँ देखेँ यो चाहिँ अस्ति मात्र लिएर आएको छ यो लिएर आएको त 1 महिना भयो भन्दा यो नयाँ लगभग 2 महिना भयो भन्दा नि
के अरे मतलब हप्तामा कति जति हुन्छ इन्कम के थाहा छ तपाईँलाई त सबै थाहा हुनुपर्ने इन्कम कस्तो हुन्छ भनेर हप्तामा भन्न सकिँदैन कति कहिले कति हुन्छ कहिले कति हुन्छ हजुर यसो लगभग गेस गर्दा कति जति हुन्छ हप्तामा दिनमा हुन थाल्यो भने पनि 10,000 11,000 हुन्छ दिनमा भयो भने अब एउटा बोटलाई तपाईँको 400-500 रुपियाँ पर्छ त्यो के काम राम्रै छैन एउटा बोटलाई मात्रै 1000 रुपियाँ 2000 भयो त ठिकै हुन्छ त्यही पनि चलिरहेछ त्यो सबै हेर्ने कन्ट्रोल गर्ने चाहिँ तपाईँ नै हो यो यता पनि छ उता पनि छ। ए उता पनि छ यो साइडको तपाईँ उता अर्कै भनेपछि अरू त गइसक्यो हाम्रो ग्रुप चाहिँ नि त्यहाँ छन् आउँदैछन् हाम्रो ग्रुपको अरू स्टुडेन्टहरू चाहिँ नि गइसकेछन् है अब लास्ट यिनीहरू रहेछन् ल धन्यवाद तपाईँलाई मैले धेरै कुरा बुझ्न पाएँ यिनीहरू चाहिँ नि उता घुम्न गएँ मैले चाहिँ धेरै कुरा बुझ्नु पाएँ तपाईँलाई धन्यवाद ल म लागेँ राम्ररी बस्नु होला हजुर मेरो लागि फर्स्ट टाइम थियो जुन बोटलाई नजिकबाट टच गर्न र एक्सपिरियन्स गर्न पाउनु पवित्र स्थल देवगढ